हेलो गाइज, हामीहरू चाहिँ अब यहाँबाट है बेनीबाट निस्केर हामी अब मुस्ताङतिरको यात्रामा छौँ। बाटो एकदमै गाह्रो छ, यस्तो छ बाटो होइन, रिक्सी बाटो छ। हिजो पनि पुरै पहिरो गएर है एकदम निकाल्न एकदमै गाह्रो भयो। हामी अहिले चाहिँ रूप्से झरनामा आइपुगेका छौँ। यो रूप्से झरनाको पुल हो, एकदमै बवाल छ यो रूप्से झरना भन्ने होइन। यहाँ चाहिँ फोटोसोटो खिचिदिन्छ हामीहरू। अब यो चाहिँ है रूप्से झरनाको भ्यू चाहिँ हेर्नुहोस् है, यो चाहिँ रूप्से झरनाको भ्यू हो होइन, टक्कदार होइन। चाहिँ अब है अप्पर मुस्ताङतिरको यात्रा भइरहेको छ। बाटोहरू चाहिँ एकदमै राम्रो छ होइन, कुनै ठाउँमा चाहिँ एकदम गाह्रो छ। पानी परेको बेलामा अलि रिक्सी हुँदो रहेछ होइन। तर जति पनि गाह्रो भए पनि यता माथि आएपछि त एकदमै बवाल लागिरहेको के, बाटो चाहिँ बवाल छ। माथि आएपछि सबै मन हल्का भयो होइन, केटाहरू यहाँ हल्का हुँदैछ होइन। हामी 7जनाको ग्रुपमा आएको, केटाहरू यहाँ हल्का भइरहेको छ। यो चाहिँ हाम्रो मामा, यो चाहिँ म भइहालेँ होइन, हाम्रो मामा केटाहरू छन् यहाँ। जी हो, यो चाहिँ जी हो। अनि यो चाहिँ हामी अब माथि आइसकेका छौँ। भ्यू एकदमै बवाल छ गाइस, हेर्नु न, बवाली छ भ्यू चाहिँ। जे भए पनि माथि आएपछि एकदम मन फ्रेस हुँदो रहेछ गाइस, एकदम सुन्दर, एकदमै बवाले भयो कि। बुलेट बाइकमा चाहिँ 2टा बुलेट बाइक छ, एउटा पल्सर छ। हाम्रो गाइस फेरि पल्सरको त्यो ब्रेकै, पछाडिको ब्रेकै छैन है, पुरै अगाडिको ब्रेकमा हिँड्नु परेको छ। एउटा स्कुटर छ, एउटा ब्रेकमा हामी अगाडिको मात्रै ब्रेक, अगाडिको डिस्क ब्रेकमा मात्रै हामी हिँडिरहेका छौँ इन्जिन ब्रेकिङ लाएर। हामी यहाँबाट चाहिँ मुस्ताङ पुग्छौँ, मुस्ताङबाट फेरि बेनी आउनु छ गाइज। बेनीसम्म ब्रेकै नभइकन पछाडिको ब्रेक छ, फुट ब्रेक छ लागै छैन, भाँचिएको छ फुट ब्रेकको त्यो ढिक्का चाहिँ हाम्रो त्यो लामा छ। एकदमै गाह्रो अवस्था छ हामीलाई, कस्तो छ त्यो त गाइस। ओह्रालोमा अलि गाह्रो पर्छ, अफरोडिङमा चाहिँ अलि गाह्रो पर्छ। बहुत पहिरो गइरहेको थियो आउने बेलामा पनि, अब जाँदाखेरि चाहिँ पहिरो नगइदियो हुन्थ्यो भन्ने छ। यो चाहिँ भ्यू हो। अब हामी चाहिँ अहिले चाहिँ मजाले हाम्रो मामाले चाहिँ स्कुटर कुदाइरहनु भएको छ। हाम्रो मामालाई स्कुटर कुदाएर भेटाउन सकेको छैन हामीले। पल्सरले त गाइस भेटाउँदै नसक्ने के है, पावरै नहुने, डबल लोडमा त पावरै नहुने पल्सर 150मा त। बुलेटले त बरु भेटाउँछ, बुलेट त यस्तो बबाले हुने होइन, चलाउन पनि मजा हुने। पल्सर छ नि लास्ट गाह्रो हुँदो रहेछ यार है। हो त्यो हामी त डाँडा यस्तो गर्दै डाँडोतिर जाने होइन, मजाको छ भ्यू। 3-4 दिन चाहिँ हामी घुम्ती कुरा छ हाम्रो, अब के हुन्छ होइन, बवाल छ। आउनेमा चाहिँ बहुत दुःख भयो, यसको ब्रेकै छैन गाइस। हेर्नुहोस् गाइस, यो पल्सर छ नि, पल्सरको ब्रेकै छैन। केटा डबल लोड हेरिरहेको छ, त्यो पनि ब्रेकिङ नभइकन। हामीले स्कुटर लिएर आएका छौँ उहाँ पोखराबाट होइन, ब्रेक नभइकन। यस्तो बहुत गाह्रो हुँदो रहेछ गाइस है, इन्जिन ब्रेकिङमा आउनु पर्यो। इमर्जेन्सीमा बहुत गाह्रो हुन्छ, नत्र त अहिले सबै बाटो खाली छ, त्यस्तो त केही छैन। इमर्जेन्सीमा ब्रेक हान्नु पऱ्यो भने चाहिँ अब लड्ने भन्ने जस्तो हुनसक्छ। यता खोलो छ, उता हिमालहरू देखिरहेको छ, 0 पोल्युसन छ गाइज, एकदमै 0 पोल्युसन, बवाल ठाउँ छ, मजा हुन्छ। अझ तपाईँहरू, हामी चाहिँ यो चुमसुङ आयौँ होइन, चुमसुङबाट यो चाहिँ स्याउ खेती, मार्फा हो यो। यहाँ चाहिँ स्याउहरू छ, जतासुकै स्याउहरू लागेको छ। यो पाहाडहरू हेर्नु न, बवाल छ होइन। अझ हिउँ पर्ने टाइममा आउने भनेको त्यस्तै भयो। यो चाहिँ मेरो भाइ, बाटो बवाल छ, हिमाल देखिरहेको छ होइन। अब यहाँ फोटोसोटो हान्छौँ। अब तपाईँलाई म नेक्स्ट भिडियोमा अर्को बवाल भ्यू देखाउँछु होइन। यो लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला च्यानललाई।
ओके गाइज।